हेलो गुड मर्निङ साथीहरू सबैजनालाई। अनि मेरो बिहानको सुरुवात चाहिँ यसरी हुँदैछ है साथीहरू। हेलो साथीहरू सेवाहरू सबैजनालाई अनि वेलकम छ मेरो न्यू च्यानलमा। मेरो आजको काम हजुरहरूलाई देखाउँदैछु अनि हेरिदिनु होला अन्तिमसम्म। अनि माया पनि गरिदिनु होला मेरो न्यू भिडियो हेर्नुको लागि। लाइक अनि कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला भनेर लिम्बू नि हुन्छ है। जाडो रक्सी पकाउनु लाउँछ नि के गर्नु, नपकाए पनि नहुने, पकायो भन्दा पनि साह्रो हुने, गर्नु चाहिँ के गर्नु। अनि त साथीहरू म चाहिँ भिडियोलाई ठुलो के बनाउँछु तपाईँलाई लाज लाग्छ बनाउनु। मान्छे आयो भने चाहिँ बन्द गरिहाल्छु। धन्दा गर्दाखेरि खालको त नबजाउनु आयो भने चाहिँ राम्रो त बच्चा साथीहरू बच्चा तुम्बानीमा हो। तुम्बानीमा कुद्नु उठ्नु न। यो चाहिँ यति सुबानी छ नि। यो चाहिँ जति भोक लाग्यो पनि यति साह्रो कराउँदैन। यो चाहिँ यो दुईवटा पो हो कराएको गर्छु कराएको कराएर नि खराब गरिदिन्छ हौ। मेरो रक्सी तात्यो होला। अब मेरो रक्सी तात्यो होला। हेर्नु जानुपर्ने हुन्छ। म जाँदैन घरमै पानी आउँछ यसरी। सानो भए पनि घरमै पानी आउँछ। अब म रक्सीको पानी तात्यो चाहिँ गर्छु। ए काम भनेको कहिल्यै सक्दैन। छोरी मान्छे हो त यति रिस उठ्छ। सुँगुरहरू मेरो सुँगुरहरू पढाएको चार पानी भयो। सुँगुर पाल्छु भनेर मात्रै हुँदैन त। यस्तो दुःख पाइन्छ साथीहरू। साह्रो छ है साह्रो छ। पानी ठुलो आएछ क्या हो अहिले आज त। सुँगुरहरू चाहिँ कराएकै छ। रक्सीको कटमा च्याम्मै लाउनुपर्छ अनि पकाउनुपर्छ। दाना चाहिँ पाकेको छैन। यिनीहरू चाहिँ कराएकै हो। त्यो ठुलो चाहिँ सुतिरहेछ। सुत्नु नि चुप्पा लागेर। त्यसरी भन्दा उठ्छ क्या। उठ्यो यस्तो छ साथीहरू। जिब्रो कति मजा निकालेको यसले। के चाड्दैछ यसले। अरे सुँगुरले चाहिँ यो त्यो कोलको दाम्चा खानु मान्दैन नि त। त्यो कोलको दाम्चा मात्रै खानु मान्दैन। अनि यो झार पनि अलिअलि मिसाइदिनुपर्छ अनि मात्रै खानुहुन्छ। यो झारको नाम चाहिँ के हो कुनि। म चाहिँ खुली झार भन्छु। यो खुली छ जो फालेर काटेर मिसाएर पकाउँछु। यो झार चाहिँ के भन्छ कटमा मिसाएर दिँदा कम्ता मजाले खाँदैन मेरो सुँगुरले चाहिँ। अनि के साथीहरू यो के भन्छ बुहारी मान्छे भएर त नि फोन पनि अब लुक्दै चलाउनु पर्ने हुन्छ। किनभने अब भन्छ नि त अब फेरि कुरा गर्छ फोन मात्रै हेर्छ 24 घन्टा। फोन मात्रै हेर्छ 24 घन्टा। कोसँग बोल्छ केसँग उसको न्युज त्यस्तो हुन्छ नि त। कसैको आमाले चाहिँ हेरिरहेको छ। नभए पनि आफै सोच्नुपर्ने हुन्छ। लुक्दै भिडियो गर्दैछु म चाहिँ। सुँगुर पाल्नु त पाल्नु साथीहरू के गर्नु। चारो पकाउनु गाह्रो लाग्छ मलाई त। गाह्रो त के अब चारो हुँदैन बोक्दै पकाउनुपर्छ। साह्रो हुन्छ नि। त्यो तिनवटा छ नि त सुँगुर। एउटालाई त जसो तसो गरेर पुगिहाल्छ। दुई तिनवटा पाल्नु चाहिँ साह्रो रहेछ सुँगुर। यो चाहिँ यो अरूभन्दा नि यो जाडो सिजनमा चाहिँ कस्तो हुन्छ भने अब यो कचुहरू सबै हुँदैन नि त। सबै मर्छ
पोलेर पुरा यहाँ मेरो चाहिँ हालतै खराब भइगयो उनीहरूलाई कराउनु छ मेरो मोटुलाई चाहिँ झोल मात्रै चाहिन्छ है धेरै यो दुइटाले चाहिँ झोल खाँदैन चक्टा चक्टा मात्रै खोज्छ कस्तो फाइनल साथीहरू मैले चाहिँ चारो पनि दिइसकेँ अब त मुख धुन नि पाएकै छुइनँ मुख धुन्छु ब्रस गर्छु अनि ड्रेस गर्नुपर्ने आजको काम मेरो सक्यो भन्दा हुन्छ तर गऱ्यो भने त काम कति छ नि हो यहाँ दाउरा काट्नु छ दाउरा काट्नु छ तर म आज दाउरा चाहिँ काट्दिनँ यतिकै रेस्ट गर्छु अनि आजको मेरो ब्लग आजको मेरो भिडियो यति नै ल मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु अनि माया गरिदिनु होला भन्न चाहन्छु बाई बाई आजको मेरो भिडियो यति नै